Do subscribe Church TV channel today to get the videos like this and to bring about the changes in your life where you can experience the Christianity in the first place. प्रभु यीशु ख्रीष्टको नाममा अनि तपाईहरुसँग यसरी संगति गर्ने अवसर परमेश्वरले दिनुभएको छ र प्रभुलाई धन्यवाद दिदछु अनि तपाईहरु सबलाई भाइ कुमारलाई विशेष गरिकन सम्पर्क गर्नुभएको लागि र परमेश्वरलाई धेरै धेरै धन्यवाद होस् र विशेष गरिकन समय एकदमै छोटो भएको कारण म तपाईहरुलाई सिधै परमेश्वरको वचनतिर लानेछु पहिलो राजाको 18 अध्यायको 41 पददेखि हामी त्यहाँ हेर्ने छौं पहिलो राजाहरूको 18 अध्यायको 41 पददेखि हामी हेर्ने छौं अनि एलियाले अहाबलाई भने गएर खानपान गर्नुहोस् किनभने म ठुलो झरी आइरहेको सुन्दैछु तब अहाब खानपान गर्न गए एलिया चाहिँ कार्मेल डाँडाको टाकुरामा चढे र त्यही तिनले भुइँमा निउरेर आफ्नो टाउको घोडाहरूका बीचमा राखे तिनले आफ्नो चाकरलाई भने गएर समुद्रमा हेर त्यसले गएर हेर्यो अनि त्यसले भन्यो त्यहाँ केही छैन एलियाले 7 पल्ट त्यसलाई गएर हेर भने 7औं पल्टमा चाकरले आएर भन्यो मानिसको हात जत्रो एउटा बादल समुद्रबाट उड्दैछ तब एलियाले त्यसलाई भने गएर अहाबलाई भन् आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस् नत्र त तपाईलाई पानीले रोक्नेछ यसै बीचमा कालो बादलले आकाश छायो हुरी चल्यो र ठुलो पानी पर्न लाग्यो र अहाब आफ्नो रथमा चढेर इजरायलमा गए परमप्रभुको शक्ति एलियामाथि पर्यो र आफ्नो खास्टो पटुकामा लपेटेर तिनी इजरायल समय अहाबको अघि बाटोमा कुदे र यहाँनिर हामी के देख्छौं भन्दा एलियाले है त्यहाँनिर पर्खेको प्रतीक्षा गरेको कुरा हामी देख्छौं है अनि उसले केही ठुलो कुरा परमेश्वरबाट हुन लागेको उसले थाहा पायो है एउटा ठुलोबाट झरी आउँदै गरेको कुरा चाहिँ उसले थाहा पायो है उसको आत्मामा उसले थाहा पायो त्यहाँ अहाब है राजा पनि थियो अनि उसलाई पहिल्यै उसले भन्छ त्यो महसुस गर्ने साथ उसले आत्मा महसुस गर्ने साथ उसले भन्छ अहाबलाई चाहिँ खानपिन गरेर तयार हुनुहोस् रेडी हुनुहोस् है किनभने एउटा ठुलो झरी आउँदै गरेको मैले के गर्दैछु सुन्दैछु भनेर चाहिँ त्यहाँबाट ऊ चाहिँ कार्मेलको टाकुरामा हैन घोडाहरूको बीचमा टाउको राखेर उसले एकदमै एकदम उसले त्यहाँ विचार गर्छ अथवा प्रार्थनामा बस्छ घोडा टेकेर हैन प्रार्थनामा बस्छ अनि उसले महसुस गरिरहेको हुन्छ र उसले आफ्नो चाकरलाई भन्छ है नोकरलाई गएर हेर तैले के देख्दैछस् समुद्रमा गएर हेर भने अनि त्यो एक पल्ट जान्छ दुई पल्ट जान्छ तीन पल्ट जान्छ चार पल्ट जान्छ पाँच पल्ट जान्छ छ पल्ट जान्छ कति जानु कति हेर्नु भन्ने भयो होला नि त्यसलाई त हैन त्यहाँ त लेखेको छैन तर पनि अब पठाइराख्दाखेरि चाहिँ अब घरिघरि यो के हो एलिया हैन लाई त अब के हुन्छ भनेर चाकर पनि अब छकै पनि पर्यो होला तर एलियाले जा जबसम्म चिन्ह देख्दैनस् जा जबसम्म केही न केही तले चिन्ह देख्दैनस् त जा अनि 7औं पल्टमा चाहिँ 7 पल्टसम्म गएर हेर्दा चाहिँ एउटा मान्छेको हात जत्रो है that है त्यो भन्दा ठुलो कुरा चाहिँ त्यहाँ चिन्ह थिएन है ठुलो कुरा चाहिँ त्यहाँ एकदम त्यो है हुनेवाला थिएन त्यहाँ न कालो बादल न गाडाङ गुडुङ गरेको थियो न आकाश गर्जेको थियो न हैन गाडाङ गुडुङ गरेको थियो न बिजुली चम्केको थियो अब त्यस्तो मान्छेले आशा गर्छ नि अबै प्रभुको काम त यस्तो डाडाङ र डुडुङ भएर हुन्छ होला यसरी हुन्छ होला त्यसरी हुन्छ होला भनेर कति मान्छेले सोच्छ नि है तर त्यस्तो हुँदैन कति चोटी चाहिँ त्यस्तो हुँदैन है सानो मान्छेको हात जत्रो टुक्रा बादल मात्रै देखेको हुन्छ है अनि एलियालाई चाहिँ त्यति भए काफी उसलाई ठुलो चिन्ह चाहेन ठुलो चमत्कार चाहेन उसलाई है ठुलोबाट त्यहाँ एकदम त्यहाँ हुनुपर्ने ऐतिहासिक कुराहरू उसलाई चाहिएन
है उसलाई एउटा खाली एउटा सबुत सानो है कुरा परमेश्वरको कुराहरू चाहिँ परमेश्वरको है कतिचोटि उत्तरहरू चाहिँ हामीले थाहा नपाउने हिसाबले सानो कुराबाट आउँछ परमेश्वरको है कुरोहरू चाहिँ परमेश्वरको आशिषहरू चाहिँ न हामी त यो सानो कुरो त हो भनेर कतिचोटि हामी टकटकाउने कोसिस गर्छौँ कतिचोटि त्यसलाई हामीले वास्तै गर्दैनौँ हामी मतलबै राख्दैनौँ क्या अब यो ठुलो कुरा चाहिँ होइन के छ र यसमा भन्ने चाहिँ हामीले सोचेको हुन्छौँ तर त्यो सानो कुरामा चाहिँ परमेश्वरको ठुलो कुरा लुकेको हुन्छ कतिचोटि यसैकारण सानो सानो कुरा पनि परमेश्वरको राज्यमा चाहिँ एकदमै महत्त्वपूर्ण छ परमेश्वरको राज्यमा चाहिँ सानो सानो कुराहरू महत्त्वपूर्ण छ सानो मान्छेको पनि भ्याल्यु छ मूल्य छ सानो केही नजान्ने मान्छेको पनि भ्याल्यु छ अनपढ गुवाड मान्छेको पनि पाखे मान्छेको पनि एउटा भ्याल्यु छ मण्डलीमा है एकदमै नजान्ने मान्छे होला है बिचारा आएर बस्नु पनि नजान्ने होला कतिजना लुगा लाउनु नजान्ने होला कतिजना नपढेको होला कति गरिब दुखीहरू होला तर त्यस्ता मानिसहरूको पनि परमेश्वरको राज्यमा चाहिँ ठुलोबाट मूल्य छ महत्त्व छ आज त्यो मान्छेले त्यो वास्ता नगर्ला त्यो नोटिस नगर्ला त्यो कुराहरूको आज उसले हैन त्यो कुराको आज उसलाई त्यो थाहै नहोला तर परमेश्वरको लागि चाहिँ एभ्रिथिङ है सानो भन्दा सानो कुरा चाहिँ महत्त्वपूर्ण भएको कारण चाहिँ एउटा सानो हात जत्रो मात्रै त्यहाँनिर बादल देखा पर्छ अनि त्यति नै बेला हतार आफूलाई गइहाल पानीले रोक्छ अब पानी पर्दैछ भनेर चाहिँ एलियाले अराउँछ है त्यसरी अराएपछि चाहिँ है अनि त्यसो भन्दा नभन्दै त्यहाँनिर त ठुलो कालो बादलले आकाश छायो भन्दा नभन्दै हुर्री चल्यो ठुलो पानी पर्यो अब त्यति बेला पो भयो त हैन है ठुलो कुरा चाहिँ जब एलियाले विश्वासमा हैन उसलाई छ भने पहिल्यै त्यहाँ त केही भएको थिएन नि त केही त भएको थिएन केही है त्यस्तो नभई उसले विश्वासमै भनेको थियो है जाऊ खानपान गर्नु रेडी हुनु तयार हुनु अन्त नौकरलाई पनि जा तैँले गएर हेर भनेको थियो जानु हेर्नु प्रतीक्षा गर्नु कुर्नु उहाँको बाटो हेर्नु पर्खिनु है हामीलाई कति लाग्छ कति कुराहरू जीवनमा हैन तर त्यहाँ जानु लगातार गएर हेरिरहनु प्रतीक्षा गरिरहनु जीवनभरि नै हामीले परमेश्वरको है आज हामीले प्रतीक्षा गर्नुपर्छ यी दिनहरू है संसारमा हाकार मचिएको छ लाखौं संख्यामा मानिसहरू मर्दैछ कोरोना भाइरसले गर्दाखेरि है अनि यसले आतंक फैलाएको छ यो संसारमा परमेश्वर तपाईँ कहाँ हुनुहुन्छ भन्ने प्रश्नहरू छ मानिसहरूको जिज्ञासाहरू छ कतिले प्रभु छैन भन्दैछ अहिले चर्चहरू मण्डलीहरू सेवाहरू सबै बन्द भएको कारण कतिजनाले ब्याकस्लाइड हुनु कति प्रभुदेखि टाढिनु राम्रो उनीहरूले कारण पाएको छ भने कतिजना चाहिँ यति बेला मजाले बनिँदैछ है अनि परमेश्वरले हामीलाई यो बनिने समय दिनुभएको है आफैलाई बनाउने अब करोना पछिको समयहरू चाहिँ र संसार चाहिँ अर्कै हुँदै जाँदैछ अर्कै हुनेवाला छ कोरोना अघिको संसार र कोरोना पछिको संसार चाहिँ आकाश र पतालको फरक हुनेछ सबै सिस्टमहरू चेन्ज भएर जानेछ है सबै सिस्टमहरू चेन्ज भएर जानेछ मान्छेले सोचेको जस्तो चाहिँ अब उपरान्त हुने छैन हामीले अब मजाले पहिलाको जस्तै संगति गर्न पाउँछ कि पाउँदैन त्यो पनि आज ठुलोबाट प्रश्न चिन्ह छ है संगति गर्न पाउँछ कि पाउँदैन चर्चहरू अब त्यसरी खोलिन्छ कि खोलिँदैन विश्वासीहरूले त्यसरी संगति गर्न पाउँछ कि पाउँदैन भन्ने है सबै सिस्टमहरू चेन्ज भएर जाँदैछ है अनि यसको पछाडि है अब यो अनलाइन संगतिमा सबै कुरो भन्नु मिल्दैन है किनभने यसको पछाडि चाहिँ ठुलोबाट षड्यन्त्र छ आज मानव यो संसारको मानव जातिको है पछाडि चाहिँ एउटा षड्यन्त्र छ ठुलो षड्यन्त्र छ अनि यो षड्यन्त्र चाहिँ है केही मानिसहरू छन् यो संसारमा केही मानिसहरू छन् जोहरूले न परमेश्वरको वास्ता गर्छ न परमेश्वरको डर मान्छ न मानिसहरूको तिनीहरूले वास्ता गर्छ न तिनीहरूलाई अरूको माया छ है मान्छेको माया छ है केही स्वार्थी मानिसहरूले षड्यन्त्र गरिरहेको छ यो डल्लै कुराहरू है अनि कोरोना भाइरस फैलाएर है यो उनीहरूले संसारमा राखेर जानी राखेर आज कोरोना भाइरसको नाममा
यिनीहरूले ठुलो षड्यन्त्र गरिरहेको छ मान्छे अहिले आतंकित छ हताश छ निराश छ है अनि एकदम के गर्ने कसो गर्ने मानिसहरूलाई थाहा छैन भोलि के हुने हो भन्ने थाहा छैन स्कुलहरू बन्द छ कलेजहरू सबै बन्द छ क्याम्पसहरू बन्द छ सबै कुरा बन्द छ है बिजनेसहरू सबै अब हैन ठप्प छ अनि आज थुप्रै कुराहरू संसारमा डामाडोल भएको छ है अन्योलतामा परेको छ भोलि के हुने हो कसैलाई थाहा छैन यो कोरोना कहिलेसम्म रहने हो यो संसारमा त्यो पनि थाहा छैन अब यो त हामीसँग रहन्छ भन्दैछ यो त हामीसँगै रहने हो है बिमारीसँग यहाँ त इन्डियामा त फोन यस्तो लाउनु पर्छ फोन अनि त्यहाँ मेसेज आउँछ क्या हम बिमारी से लड्ना है बिमार से नहीं भन्छ अब बिमारीसँग किन लड्नु फेरि है अनि लड्ना है भनेर भन्छ बिमारसँग चाहिँ होइन अरे क्या यिनीहरू के हो भनेको त्यो भनेको चाहिँ अनि त्यसले गर्दाखेरि आज अब त्यो कोरोना जबसम्म फैलिएन है संसारभरि फैलिएन तबसम्म सबै है उनीहरूले चुपचाप राख्यो अनि अब यो फैलिएपछि देश विदेशमा गएपछि अब चाइनाले बनायो भन्छ तर चाइनाबाट कसरी देश देशमा गयो है यो सबै षड्यन्त्र छ है यो डरलाग्दो कन्स्पिरेसी छ अनि ख्रिस्ट विरोधी प्रकट हुन लागिरहेको छ ख्रिस्ट विरोधी चाहिँ प्रकट हुन लागेको छ शैतानले अन्तिम कोसिस गरिरहेको छ है अन्तिम कोसिस त्यसले गरिरहेको छ अब है के अरे दियो पनि निप्ने बेलामा झुलुक 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 गर्छ नि ठुलो ठुलो बल्छ नि हो त्यस्तै भएको छ अनि शैतान आत्तिएको छ र त्यसले आज छिटो 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 गरेर है आज परमेश्वरको आज लोकहरूलाई है यो ठुलो षड्यन्त्र चाहिँ आज मानव जातिको विरोधमा मात्र नभएर यो चाहिँ वास्तवमा भन्नु हो भने ख्रिस्टको देह ख्रिस्टको मण्डली ख्रिस्टको दुलहीको विरोधमा चाहिँ आज यो षड्यन्त्रहरू भइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ हामीले सोचेको जस्तो कुरा केही पनि हुँदैन है बाइबलले भन्छ कि है मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरूमा कार्यवान गर्दा तिमी झर्को नमान वचनसँग 37:7 भन्छ तिमी झर्को नमान मानिस खराब कुराहरूमा चाहिँ तिनीहरूले है तिनीहरू कार्यवान हुँदा तिनीहरू सफल हुँदाखेरि है तिमीहरू झर्को नमान भनेको छ कुमार्गमा मान्छे सफल हुँदाखेरि झर्को नमान है तर परमको सामुन्ने मौन बसेर धैर्यपूर्वक उहाँको प्रतीक्षा गर प्रतीक्षा गर्ने कुरा एलियाले यहाँ हामीलाई सिकाइरहेको छ एलियाको जीवनबाट हामी देख्छौं है त्योभन्दा अगाडि हामीले केही पदहरूमाथि हेर्यौं भने है 30 देखि तल हामीले 40 सम्म हेर्यौं भनेदेखि पहिलो राजाहरूको 18 को है आज 18 को 30 देखि 40 सम्मको पदमा हेर्यौं भने त्यहाँ पनि त्यहाँ होडबाजी भएको छ परमेश्वरको लोकहरू र परमेश्वरको जन एलिया अनि उसँग थोरै मानिसहरू के विश्वास गर्ने अनि त्यसको अनि उसको है विरोधमा चाहिँ है त्यहाँनिर चाहिँ बाल देवताको अगमवक्ताहरू थिए अनि उनीहरू धेरै संख्यामा थिए अनि त्यहाँनिर चाहिँ अब कसले मानेको परमेश्वर चाहिँ एलियाको परमेश्वर चाहिँ साँचो र सत्य र जिउँदो हो कि बाल देवता जिउँदो हो भन्ने आज त्यहाँनिर उनीहरूको होडबाजी हुन्छ त्यहाँ प्रतिस्पर्धा हुन्छ एलियाले हामी बलिदान बनाऊ अनि तिमीहरूले पुकार है अनि तिमीहरूले पुकारेर चाहिँ तिमीहरूको साँच्चै नै तिमीहरूले मानेको है तिमीहरूको देवताले आकाशबाट स्वर्गबाट आगो खसाएर बलिदान भस्म पार्यो भने आज मैले पनि मार्नुपर्ने हुन्छ तर तिमीहरूले सकेनौ भने चाहिँ म मेरो परमेश्वरलाई बलिदान तयार गरेर पुकार्छु र मेरो परमेश्वरले चाहिँ आज स्वर्गबाट आगो झारेर चाहिँ बलिदान भस्म पार्यो भने चाहिँ तिमीहरूले मान्नुपर्छ र तिमीहरूलाई म छोड्दिन भनेर चाहिँ एलियाले भनेर चाहिँ अनि त्यहाँ ठुलो है उनीहरूले दिनभरि गर्छ दिनभरि अनि एलियाले प्रतीक्षा गरी बस्छ पर्खी बस्छ
प्रतीक्षा गरिबस्छ, धैर्य धारण गरिबस्छ, हतारिँदैन जबसम्म उनीहरूले सक्दैन, उनीहरूले सबै कुरा गरिसक्दैन है। उनीहरूको भएको नभएको, जानेको नजानेको उनीहरूले सबै कुरो गरिसकेपछि उसले नेट गयो जस्तो छ। पास्टर सुन्दै हुनुहुन्छ? उसले म्युट गरेकोले यहाँ अनम्युट गर्दा खोलिएन नि त। ए अहिले सुन्नेको छ पास्टर? बल्ल खोलियो, अहिले सुन्दैछ, सुन्नुहुँदैछ? हजुर हामीले सुनिरहेको छ पास्टर अहिले। हुन्छ है। र मैले यहाँ भन्दै थिएँ कि एलियाले त्यहाँ प्रतीक्षा गरेर चाहिँ है, उसले प्रार्थना गरेर चाहिँ त्यो भत्केको वेदीलाई निर्माण गरेर है, भत्केको वेदीलाई मर्मत गरेर अनि त्यहाँदेखि मात्र उसले बलिदान तयार गरेर अनि उसले प्रतीक्षा गरेर समय जब आउँछ है, परमेश्वरले स्वर्गबाट आगो खसाउनुहुन्छ र बलिदान भस्म पारेर चाहिँ एलियाले त्यहाँ ठुलो विजय प्राप्त गर्छ। अनि विजय प्राप्त गरेपछि उसले किसोनको खोलामा लगेर त्यो बालदेवताको अगमवक्ताहरू सबलाई उसले तलवारले मारिदिन्छ है। त्यो विजयको लगत्तै त्यसपछिको घटना चाहिँ यो है। यहाँ पनि उसले पर्खेको कारण, उसले प्रतीक्षा गरेको कारण चाहिँ है, त्यहाँनिर केही अब मैले भन्दैछु एउटा सानो मान्छेको हात जत्रो मात्रै, त्यहाँ के मान्छेको हात जत्रो मात्रै त्यहाँनिर के थियो, चिन्ह थियो है, हात जत्रो मात्रै त्यहाँनिर बादलको टुक्रा थियो। आज हामीसँग केही पनि चिन्ह नहोला परमेश्वरबाट है। आज यो के भइराखेको छ, यस्तो डरलाग्दो होइन भइराखेको छ, परमेश्वर कहाँ हुनुहुन्छ अनि ती बिघ्न मानिसहरू किन मर्दैछ, किन यो रोग फैलिँदैछ, किन यो रोगले सताउँदैछ, अनि आज संसारको अवस्था किन यस्तो डामाडोल भएको छ है। आज मानिसले कहिले नसोचेको, कहिले है आज नदेखेको कुराहरू आज भइरहेको छ। कोरोना भाइरस मात्रै होइन, आज प्राकृतिक प्रकोपहरू, आज है नेचुरल डिजास्टरहरू, एकदम क्यालामिटिसहरू एकदमै डरलाग्दो प्रकारले संसारभरि भइरहेको छ। अहिले अब भर्खरै मात्र अफगानिस्तान, पाकिस्तान, इरानबाट अफगानिस्तान, पाकिस्तान हुँदै है, हुँदै 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 यता इन्डियाको गुजरात अनि महाराष्ट्र भएर युपी भएर चाहिँ सलकिराहरू है, लाखौं करोडौं संख्यामा यिनीहरूले चाहिँ जम्मै के अरे खेतीपाती त नोक्सान गर्दो रहेछ। अनि यिनीहरू अनि अब नेपालतिर पस्ने भनेर बताइराखेको छ है, पस्दैछ भनेर भनिराखेको छ। अब यो सल्लाह किराहरू है कहाँबाट आएको, कसरी आएको है, भुइँचालो भूकम्पहरू त्यतिकै अस्ति भर्खरै न्युजिल्यान्डमा गयो है, काठमाडौँमा अस्ति भर्खरै गयो भनेर सुनिराखेको थिएँ है। अनि अस्ति 15 तारिक 14 तारिकको दिन 17 देशमा एकै दिनमा 17वटा देशमा एकै दिनमा भुइँचालो गयो
है अनि यस्तो किसिमको क्यालेमिटिजहरु भइरहेको छ यो रोग मात्रै कहाँबाट हैन मान्छे क्यान्सरले मर्दैछ लाखौं मान्छे मर्दैछ किडनी फेल भएर मान्छे मर्दैछ प्रेसरले मर्दैछ मान्छे हैन डायबिटिसले मर्दैछ अरु किसिम किसिमको रोगले मान्छे मर्दैछ नि त्यो त अहिले देखेको छैन खाली कोरोना मात्रै देखेको छ है सबैको आँखा नजरमा कोरोना कोरोना भनिरहेको छ अनि यो कोरोनाले गर्दाखेरि अरु बिमारीहरु है आज न डाक्टरकोमा जान्छ न डाक्टरकोमा गयो डाक्टर पनि तर्सेर हेर्दैन उ परबाट हेर्छ है अनि त्यस्तो गरेर चाहिँ आज भइरहेछ तर यो सबै कुराहरु चाहिँ अन्तिम समयको चिन्हहरु अन्तिम समयको चिन्हहरु हो अन्तिम समय चाहिँ आइपुग्यो भन्ने कुरा चाहिँ आज हामीले बुझ्नुपर्छ अन्तिम समयको बारेमा चाहिँ बाइबलमा चाहिँ पुरानो नियम र नयाँ नियम गरेर चाहिँ 1845 पल्ट चाहिँ है अन्तिम समयको बारेमा सेकेन्ड कमिङ दोस्रो आगमन अनि दोस्रो आगमन र परमेश्वरको फेरि पनि र्याप्चरको कुराहरु आउने कुराहरु है यस्तो कुराहरु चाहिँ बाइबलमा बताएको छ नयाँ नियममा मात्र 318 पल्ट नयाँ नियममा मात्र 318 पल्ट चाहिँ प्रभुको आगमनको विषयमा लेखिएको छ पुरानो नियममा 17 वटा पुस्तकमा आज त्यो कुरा है जोड दिएको छ एम्फसाइज गरेको छ अनि यो 1845 पल्ट बाइबलमा लेखिएको कुरा चाहिँ के मामुली कुरा हो त अनि बुदा 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 पोइन्ट पंक्चुएसन मार्क कोमा है अनि फुल स्टपहरु सबै के भइसक्यो पुरा भइसकेको छ पोइन्ट पोइन्ट कोमा इन्भर्टेड कोमा सबै के चाहिँ पंक्चुएसन मार्कहरु छ सबै पुरा भइसकेको छ अनि अब पनि चिन्ह चाहिँ के खोज्ने अब चाहिँ यस्तो देखेर हेरेर पनि विश्वासीले के चिन्ह खोज्ने चाहिँ है यो दुष्ट पुस्तालाई यो व्यभिचारी पुस्तालाई योनाको चिन्ह भएको अर्को चिन्ह दिने छैन भनेर है प्रभुले भन्नुभयो अनि त्यसले गर्दा चिन्है खोजी बस्यो चिन्है अहिले पनि विश्वासीहरु वचन यस्तो खालको सुन्यो भने अब त्यो डर देखाउने बोल्यो कहाँ त्यस्तो हुन्छ भने थुप्रोको प्लानहरु छ के त एकदम ठुलो प्लानहरु छ यसो गरौँला त्यसो गरौँला समय चाहिँ सकिएको छ आमोस 8 को 2 ले भन्छ मेरो प्रजा इजरायलको निम्ति मेरो है प्रजाको निम्ति चाहिँ अब समय पूरा भयो म तिनीहरुलाई छोड्ने छैन है त्यो समयहरु पूरा भएको र अब प्रभुको आगमन नजिकै उहाँले आफ्नो दुलहीलाई लिनु आउने र्याप्चरको समयहरु एकदमै नजिकै यो सबै घटनाहरुले हामीलाई के भन्दैछ यो सबै घटनाहरुले के भन्दैछ है अनि अहिले लडाई राष्ट्रको विरोधमा अहिले त्यो यत्रो सानो टुक्रा त्यो सिमानाको लागि इन्डिया र नेपाल है अनि साडेको जुदै बाचाको मिठे भनेर चाहिँ उता चाइना तम्सिरहेको छ है यता अमेरिकाले फेरि चाइनाले भाइरस बनायो भनेर अमेरिका एट्याक गर्न आँटेको छ इरानले इजरायललाई आक्रमण गर्न आँटेको छ है धम्की दिएकै छ है अनि जब इजरायललाई चाहिँ शत्रुहरूले घेर्छ त्यो पनि एउटा अन्तिम समयको चिन्ह हो है अनि यस्तो कुराहरु भइरहेको छ है आक्रोशमा छ मान्छे आज है मान्छेलाई परवाह छैन यत्रो है अरबौं रुपैयाँ खर्च गरेर हैन न्युक्लियर वेपन्सहरु बनायो मान्छेले खाली देश राष्ट्रले हैन सैनिक बनाउनुमा आर्मी बनाउनुमा हैन नेभी बनाउनुमा फाइटर बनाउनुमा हवाजहाज किन्नुमा लडाई गर्ने गोला बारुद किन्नुमा कति करोडौं लाखौं अरबौं बिलियन्स एन्ड बिलियन्स पैसा खर्च गरेर के गर्यो आज आफ्नो शक्तिशाली छु भनेर देशहरु राष्ट्रहरुले त्यस्तो कुरामा डिफेन्सहरुमा चाहिँ यही नै हो हतियार भनेर सोचेको थियो कोरोना भाइरस इत्रु भाइरस त्यो आँखाले पनि नदेख्ने भाइरसले भुक्लो मान्छे मारिरहेछ न गोली चलाउनु पर्यो न बम चलाउनु पर्यो न तोप हान्नु पर्यो हैन आज हेर्नु त है अनि आज त सबै कुरो है के भएको छ सबै कुरा चाहिँ आज एकदम कालो संसार चाहिँ कालो समयमा भएर जाँदैछ इकोनोमी डाउन भएको छ है पैसा रुपैयाँ अब आर्थिक मन्दीहरु भइरहेको छ मान्छेहरु जबलेस भइरहेको छ है सबै फर्किँदैछ है नेपालको कति विदेशमा गएर बसेको भाइ बहिनीहरु छ उनीहरु सबै फर्किँदैछ कतिको कस्तो बिजोग छ यही भारत देशमा 22 करोड मान्छे
है उनीहरूको काम खोसियो मजदुरी खोसियो है भारत देशमा त्यो त मजदुर गर्ने मात्रै अरु कम्पनी सम्पनी फ्याक्ट्रीमा काम गर्ने त है करोडौं मान्छेहरु आज जबलेस छ है मान्छेको खाने खाने मुख दुईटा हातमुख जोड्ने अवस्था छैन अब अनिकाल लाग्छ है अनिकाल लाग्छ के विपत्तिहरु अब यो संसारमा खनिँदै जाँदैछ अनि यो चाहिँ सबैभन्दा प्रसव वेदनाको सुरुवात हो यो सबै कुरा जब तिमीले देख्छौ है महामारीहरु भुइँचाल भूकम्पहरु तिमीले देख्छौ है अनि तिमीले सोच्नु अनि कालहरु देख्छौ त्यतिबेला तिमीले सोच्नु त्यो चाहिँ प्रसव वेदनाको सुरुवात मात्र हो भनेको छ यो जे कुराहरु आज संसारमा भइरहेको छ यो प्रसव वेदनाको सुरुवात हो है अनि हामी एउटा प्रसव वेदनामा भएर जाँदैछौं हामी विश्वासीहरुको लागि चुनौतीपूर्ण समयहरु अगाडि आउँदैछ अझै यो भन्दा कठिन समयहरु आउँदैछ है प्रोसिक्युसनको सतावटको समयहरु आउँदैछ त्यसको लागि आज हामी तयार हुनुपर्छ आज हामी लकडाउन भित्र छौं लकडाउन भनेको त बाइबलीय कुरा हो है बाइबल भित्र कतिचोटी लकडाउन है परमेश्वरले नोआको परिवारलाई लकडाउनमा राख्नु भयो 40 दिन 40 रात संसार जल प्रलयमा थियो है उनीहरु 40 दिन 40 रात त्यो जहाज भित्र थिए भनेदेखि है मिस्र देशबाट इजरायलीहरु निस्किने बेलामा पनि अन्तिम विपत्ति त्यहाँ खनियो मृत्यु भयो सबै ज्येष्ठ मिस्रहरुको ज्येष्ठ पुत्र है जे पनि ज्येष्ठ थियो सबै मृत्यु कालको हातमा आयो त्यतिबेला इजरायलीहरु चाहिँ घर घरमा उनीहरुको आफ्नो ढोकाको चौकसमा थुमाको रगत लगाएर उनीहरु लुकेर परमेश्वरले बाहिर ननिस्किनु भनेको थियो है यशाया 26 को 20 मा लेखिएको छ तिम्रो बाहिर ननिस्क परमप्रभुको क्रोध चाहिँ है क्रोध अब के रे नसकिन्जल तिम्रो भित्र बस योना पनि निनेवा जा भनेको तार्सिस जाने हुँदाखेरि है जहाजमा ठुलोबाट आँधीबेहरी तुफान आएर है त्यो पनि माछाको पेटमा माछाले त्यसलाई समुद्रमा फ्याँकिदिँदा चाहिँ है माछाले निल्छ अनि 3 दिन 3 रात त्यो पनि लकडाउनमा पर्छ लकडाउनमा परेर त्यसले पश्चाताप गर्छ त्यसलाई जिउँदै माछाले बाहिर थुकिदिन्छ है त्यो लकडाउनमा परेको प्रभु येशू ख्रीष्ट पनि है 12 वर्षको उमेरमा देखा पर्नुहुन्छ जन्मिएपछि है अनि जब उहाँ बालकै हुन्छ हेरोदले सबै जन्मिएको नानीदेखि 2 वर्षको नानीहरु समेत मारिदिनु भनेर है उले उर्दी लाउँछ अनि त्यतिबेला के रे युसुफ र मरियमले यीशुलाई मिस्र देशमा लगेर लुकाउँछ त्यहाँ लकडाउनमा लुकेर बस्छ जबसम्म हेरोद मर्दैन है अनि 12 वर्षको सालदेखि यीशु 30 वर्ष यर्दन नदीमा बप्तिस्म लिने समयसम्म यीशु प्रभु घरमै बस्नुहुन्छ लकडाउनमा बस्नुहुन्छ त्यत्रो टाइम है लकडाउनमा बप्तिस्मा लिएर पनि 40 दिन 40 रातमा उजाड स्थानमा गएर लकडाउनमा बस्नुहुन्छ क्रुसमा चढेर पनि 3 दिन 3 रातमा है पातालमा जानुहुन्छ लकडाउनमा बस्नुहुन्छ अनि मात्र पुनरुत्थान भएर आउनुहुन्छ अनि यस्तो कुराहरु त हाम्रो लागि नयाँ कुरा होइन नि हामी विश्वासीको लागि नयाँ कुरा होइन छक्कै पर्ने कुरा होइन है अचम्मै मान्ने कुरा म त छक्कै पर्छ कति विश्वासीहरु के भएको यो यस्तै गर्दै गरेको हुन्छ बाइबल पढे ताकिएर संगति गए ताकिएर अनि अब छाप लाउँदाखेरि लगा भन्नेमा पुग्छ अब है अहिले यिनीहरुले बिल गेट्सहरु मिलेर एउटा भ्याक्सिनेसन तयार गर्दैछ धमाधम उनीहरुले भ्याक्सिनेसन बनाउँदैछ त्यो भ्याक्सिनेसन चाहिँ माइक्रोचिपसँग लगाउँछ माइक्रोचिप लगाउनु पर्छ माइक्रोचिपसँग चाहिँ एउटा चिप बनाउँदैछ उनीहरुले सानोबाट चामलको गेडा जत्रै है अनि त्यो दाहिने हातमा सट्टै त्यो इन्जेक्सनले हाल्दिन्छ है क्यानाडातिर त हामीले सुनेको नानीलाई जन्मिने साथ बाबाआमालाई सोधेर हाल्दिन्छ अरे अहिले नै स्विडेनमा त कतिवटा कम्पनीमा त मान्छेले लगाइसक्यो भ्याक्सिन है त्यो भ्याक्सिनसँग चिप भनेपछि अहिले चाहिँ यिनीहरूले जबरजस्ती गर्दैन है तर मण्डली जब र्याप्चरमा उठाइसक्छ त्यतिबेला चाहिँ यिनीहरूले खोजी नलाउनेलाई चाहिँ मारिदिन्छ हैन प्रकाश 13 अध्यायमा लेखेको छ हैन त्यो छाप अनि यो भ्याक्सिनेसन चाहिँ उनीहरूले भन्छ डिजिटल आइडेन्टिटी अहिले सबै कुरा डिजिटल हाई डेफिनेसन डिजिटल भन्दैछ अनि यिनीहरूले त्यो है त्यो चाहिँ डिजिटल आइडेन्टिटी
आइडी 2020 भनेर चाहिँ एउटा तयार गरिराखेको छ हैन अनि त्यो चाहिँ मसँग अब यसको धेरै थुप्रै सबुतहरु छ त्यो सबुत बिनै हावामा बोलेको जस्तो तपाईले नसोच्नु होला एकदम दिनरात हामी अध्ययन गरिरहेका छौं अब यो 5G नेटवर्कहरु आउँदैछ 5G नेटवर्कले गर्दाखेरि चाहिँ त्यो चिप राम्रोसँग चल्छ अनि 5G को रेडिएसन यति डरलाग्दो हुन्छ त्यो छेउछाउमा भएको रुखपातहरु जल्छ भनेको छ अनि त्यसको 3-4 महिनाको असर 3-4 महिना त्यो 5G लन्च गरिसकेपछि 3-4 महिनाको असर 3-4 महिनाको बादमा चाहिँ धेरै मान्छेहरु मर्छ त्यसको रेडिएसनले गर्दाखेरि यो यसको रेडिएसनले गर्दाखेरि हैन अब फोनहरु त हामीलाई सुविधा छ हैन सुविधा छ कन्ट्याक्ट गर्नु अब जुम फेलोशिप गर्नु हैन नेट तर यो नेट खतरनाक पनि छ नि त डरलाग्दो पनि छ नि त खतरनाक छ अनि त्यसले गर्दा पहिला 1G भने 2G भने 3G भन्यो हैन अब 5G लास्टमा अनि त्यो 5G को चाहिँ यति साह्रो पावरफुल हुन्छ अरे कि मिलियन टाइम्स पावरफुल अरे 4G भन्दाखेरि है हजारौं मान्छेलाई एकतालमा सम्पर्क गर्न सक्ने के हो त त्यस्तो पावरफुल हुन्छ अरे तर त्यसको रेडिएसनले चाहिँ है मान्छेलाई धेरै धेरै असर पार्छ धेरै मान्छेहरु मर्छ भन्छ 2-3 महिनाको असरमा है अवधि भित्रमा अनि त्यसले चाहिँ त्यो माइक्रोचिप चाहिँ राम्रोसँग एकदम स्पिडसँग चल्ने अनि त्यो माइक्रोचिप लगाइसकेपछि चाहिँ मान्छे आधा कम्प्युटर त्यो चाहिँ एक्ज्याक्टली परमेश्वरको सृष्टि है आफ्नै प्रतिरूप र स्वरूपमा बनाउनु भएको है मानिसलाई चाहिँ मान्छेले मेसिन बनाउन आँटेको छ कम्प्युटर बनाउन आँटेको छ है अनि त्यो चाहिँ डिजिटल आइडेन्टिटी अरे त्यसले प्रोटेक्सन दिन्छ सुरक्षा दिन्छ अरे त्यो फाइनान्शियल त्यो सेक्युरिटी अरे है त्यो आर्थिक कुराहरु गरिबहरुलाई पैसा दिदियो गर्न लाउने छ है अनि यो भ्याक्सिनहरु तयार भइरहेको छ गर्दाखेरि चाहिँ आज हामीसँग थोरै भन्दा थोरै समय छ मतलब अहिले र्याप्चर भइहाल्छ भ्याक्सिन लगाइहाल्छ भनेको पनि हैन मैले फेरि मिसअन्डरस्ट्यान्ड नगर्नु होला है तर समय चाहिँ थोरै नै छ है त्यति साह्रो हामी चाहिँ समय छैन त्यसले गर्दाखेरि चाहिँ आज हामी मण्डली चाहिँ लकडाउनमा बसेर के गर्दैछौं व्हाट आर वी डुइङ के गर्दैछौं हामी गनगन गर्दै बसिरहेछ कि है खुसी हुँदै बसिरहेछ कि प्रार्थनामा समय बिताइरहेको छ कि व्यक्तिगत सम्बन्ध परमेश्वरसँग आज बनाउँदैछ कि है कि संसार जस्तो हारा हो यस्तो अरे त्यस्तो अरे भन्दै रात दिन डरपोक है डरको कुरा सुने बस्यो मिडिया हेर्यो यस्तो मर्यो यति मर्यो त्यहाँ मर्यो अब खाली डर मात्रै फैलिरहेको छ आतंक मात्रै फैलिरहेको मान्छेले डर है यो वेपन हो यो डर चाहिँ एउटा हतियार हो दुष्टले चलाएको शैतानले चलाएको हतियार हो है अनि त्यो हतियार त्यसले प्रयोग गरिरहेको छ अनि दोस्रो कुरा चाहिँ छल हो छल यो डर र छल गरेर मान्छेलाई डर देखाउँदैछ है पहिलो मानिस जो अदनको बगैँचामा बनाएको थियो उलाई छल गरे हैन अनि त्यहाँदेखि चाहिँ एउटा डर भन्ने कुरा है तिनीहरुको जीवनमा आयो र मृत्युको डर हैन अनि त्यसले गर्दाखेरि चाहिँ आज यो दुईटा कुरा डर र छल भइरहेको छ मान्छे डरिरहेको छ कति मान्छे सुसाइड गरिरहेछ है कति मान्छे आज डिप्रेसनमा गइसक्यो कति मान्छे फ्रस्ट्रेसनमा गइसक्यो है कस्तो कस्तो अवस्था भइरहेको छ तर हामी ईसाईहरु चाहिँ आज कस्तो अवस्थामा छौं है हामी चाहिँ परमप्रभुलाई हामीले पर्खिनुपर्छ परमप्रभुको प्रतीक्षा गर्नुपर्छ उहाँले हामीलाई छोड्नु हुने छैन उहाँले हामीलाई त्याग्नु हुने छैन यो देखिने कुराहरु त क्षणिक हुन् भनेको छ जुन कुरा हाम्रो आँखाले देख्दै छौं त्यो त क्षणिक हो नदेखिने कुराहरु चाहिँ अनन्तको लागि हो प्रभु येशूले हामीलाई दिनुभएको उद्धार मुक्ति अनन्त जीवनको कुराहरु चाहिँ अनन्तको लागि हो इट इज फरएभर पर्मानेन्ट हो हाम्रो दिन प्रतिदिन हाम्रो बाहिर मनुष्यता चाहिँ नाश हुँदै गए तापनि भित्री मनुष्यता चाहिँ आज नयाँ हुँदै परमप्रभुलाई भेट्ने प्रभुको अब आम्ने सामने हुने है एकदमै उद्धार चाहिँ तिमीले हामीले पाएको मात्र छौं उद्धार देखेको छैनौ अन्तैसम्म विश्वास योग्य रहनेले चाहिँ उद्धार देख्ने छ भनेको छ अनि परमेश्वरले चाहिँ अब चाहिँ परमेश्वरलाई हामीले देख्ने समयहरु आउँदैछ हामीले उद्धार देख्ने उद्धार को हुनुहुन्छ प्रभु येशू स्वयं नै उद्धार पहिलो कोरिन्थी 1:30 ले भन्छ परमेश्वर उहाँ हाम्रो
उहाँ हाम्रो जीवनको स्रोत है उहाँ हाम्रो आज धार्मिकता हुनुहुन्छ है पापै नचिन्नु हुने हाम्रो खातिर पापी बनिनु भयो ताकि उहाँको धार्मिकता हामीमा आउन सकोस् है आज बाहिर मनुष्यता चाहिँ दोस्रो कोरिन्थी 4 को है त्यहाँ 18 मा हामीले हेर्यौं भने बाहिरी मनुष्यता चाहिँ दिन प्रतिदिन नाश हुँदै गए तापनि है एभ्री डे है यो संसारको डर भय रोग बिमार यस्तो उस्तो प्रभुले भन्नुभयो संसारमा तिमीलाई दुःख हुनेछ तिमीलाई कष्ट हुनेछ मेरो नाममा तिमीलाई घृणा गर्नेछ तिनीहरूले तिमीलाई गरेको हैन तर तिनीहरूले मलाई गरेको घृणा तिमीलाई सभा घरहरुमा उभ्याउनेछ तिमीलाई है यसरी सताउनेछ उनीले जसरी मलाई सताए त्यसरी दुःख दिनेछ तिमीलाई संसारमा कष्ट हुनेछ तर ढारस गर यो संसारलाई मैले जितेको छु साच्चै नै परमेश्वरबाट जन्मेको हरेकले है परमेश्वरबाट जन्मेको हरेकले यस संसारमाथि विजय प्राप्त गर्छ अनि त्यो हो हाम्रो विश्वास हालेलुया त्यो हो हाम्रो विश्वासले चाहिँ हामी संसारमाथि विजय प्राप्त गर्छौं है हाम्रो विश्वासले परमेश्वरले हामीलाई त्यो विश्वास है त्यो विश्वास जे तपाईले सुरुमा पाएको कुरा छ पक्रिराख्नु त्यो धेरै कुरा जान्नु पर्छ धेरै कुरा बुझ्नु पर्छ एकदम यो त्यो एन तेन भनेर नसोच्नुहोस् तपाईले जे पाउनु भएको छ त्यसलाई पक्रिराख्नुहोस् यो दिनहरुमा ठुलो कुरा पनि तपाईले जान्नु पर्दैन थुप्रै कुरा तपाईलाई सिकाउनु पर्दैन तपाईले सिक्नु पर्दैन त्यसको सुन्नु उसको सबैको सुन्नु कन्फ्युज मात्रै हुन्छ सबैको नसुन्नु अहिले त हावाको पनि निस्केको छ है यो इन्टरनेटले गर्दाखेरि है त्यो के रे इन्टरनेटले गर्दाखेरि है त्यो अनुभव भएको पनि नभएको पनि अब यसो राख्यो टिकटक बनाएको जस्तो परमेश्वरको वचन ट्याङ भरे उसको जीवन चाहिँ लट्ठालिङै छ हो एउटा जीवन बिताएर बोलेको वचन चाहिँ शक्तिशाली हुन्छ पहिला जीवन चाहिँ बिताउनु पर्छ त्यो जीवन हामीले जिएर देखाउनु पर्छ परमेश्वरको वचन अनुसारको जीवन परिश्रम मेहनत तल भुइँबाट ग्रासरुटबाट संघर्ष गरेर रुएर है भोको नाङ्गो भएर कस्तो अवस्थामा उठेको सेवकाई भिन्दै हुन्छ है त्यो सरररररर ढ्याक माथि चढेर गरेर प्रचार गर्ने एक दिन फररररर प्लङ्गै लड्छ फ्रन्ट स्लाइड पनि प्लङ्गै हुन्छ चिप्लेर जान्छ ब्याक स्लाइड पनि त्यस्तै हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ अब अहिले त अब कति प्रभुको दासहरू त्यस्तो गहिरो है अनि अनुभव भएको है उसले ठुलो आकाशबाट आगो नझर्ला उसले सुनको धुलो नखसाउला उसले के भनेको जस्तो नगर्ला मिरेकलहरू नहोला तर परमेश्वरको वचनमा सबै कुरा सकिन्छ भनेको छ दान वरदान चिन्ह चमत्कार सब सकिन्छ सबै उडेर जान्छ तर वचन चाहिँ अन्त्यसम्म रहन्छ भनेको छ परमेश्वरको वचन चाहिँ अन्त्यसम्म रहनेछ र वचन चाहिँ पक्रिराख्नुपर्छ प्रिय हो वचन चाहिँ जे जानेको छ त्यसैमा झुन्डिराख्नु अड्किराख्नु त्यस्तै कुराले चाहिँ हामीलाई परमेश्वरले छोड्नुहुन्न परमेश्वरले हामीलाई त्याग्नुहुन्न हामीले धेरै जान्नु पर्दैन धेरै सिक्नु पर्दैन धेरै सुन्नु पर्दैन है हामीले जे जानेको छौं लाटा हिसाबले अरूको अगाडि हामी नजान्ने होला नबुझ्ने होला तर मैले जे जानेको छु त्यसैमा नै आज हामी चाहिँ रह्यौं भने परमेश्वरले हामीलाई छोड्नुहुन्न उहाँले हामीलाई त्याग्नुहुन्न है वचन चाहिँ अन्त्यसम्म रहन्छ अन्तमा गएर सबै टलेर जान्छ परमेश्वर वचन मात्र रहन्छ परमेश्वरको वचन चाहिँ आफूभन्दा पनि माथि राख्नुहुन्छ परमेश्वरले आफूभन्दा माथि है राख्नुहुन्छ त्यसैले गर्दा प्रिय यी दिनहरुमा है हामी आफैलाई है के गरौँ ढाडस दियौं दाउदले आफैले है परमेश्वरमा भनेको छ नि जब जिग्लागमा लडाई जना त्यहाँ उ फर्केर आउँदाखेरि है त्यहाँनिर अमेरिकीहरूले सबै लुटपाट गरेर लगेर है उसँग भएको 600 जना जो सिपाहीहरू थियो मानिसहरू थियो अनि दाउदको पनि लुटियो उसको सासनीहरू लुटियो छोराछोरी लुटियो गाई बाख्रा लुटियो सबै फर्केर आउँदाखेरि त है निमन्त्रण नै पारेर त धुवा आगो लगाइदिएर अमेरिकीहरूले त स्वाहा पारेको हुन्छ दाउद फर्केर आउँछ उसँग भएको उसँगकै सिपाहीहरूले पनि हाम्रो यस्तो सबै के भनेर
दाउदलाई त्यति बेला एक्लै बनाउँछ है, एक्लो हुन्छ। त्यति बेला त्यहाँ के भनेको छ भन्दा दाउदले परमप्रभुमा है बल पाए भनेको छ। आफै आफमा he encouraged himself in the Lord. उसले आफैले आफैलाई प्रोत्साहन, के कुराले प्रोत्साहन दियो? परमेश्वरको वचनले उसलाई प्रोत्साहन दियो। अनि उसले हरेस खाएन, उसले अबियाथरलाई बोलाएर एफोर्ट ल्याउन लगाएर त्यति नै बेला घोडा टेकेर है निराश हुँदैन, हताश हुँदैन, अनि प्रार्थना गर्छ, प्रभु म के गरौँ त, के यो अमेरिकालाई पछ्याउँ त भन्दाखेरि परमेश्वरले उसलाई उत्तर दिन्छ, जा पछ्या, म तिनीहरू सब तेरो हातमा दिनेछु। जनाले है उसलाई छोडी पनि दिन्छ, 400 जना मात्रै लिएर जान्छ है। अनि त्यहाँदेखि हामी देख्छौँ है उसले गएर अमेरिकीहरूलाई बिहानदेखि बेलुकैसम्म गरेर चाहिँ है उसले पूर्ण विजय पाउँछ, पूर्ण विजय। अनि दाउदले चाहिँ आफैले आफैलाई एन्करेज, हेर्नुहोस् तपाईँको जीवनमा तपाईँलाई एन्करेज गर्ने, प्रेरणा दिने, उत्साह दिने मान्छे यी दिनहरूमा पाउँदैन, यो समयहरूमा पाउँदैन। मान्छे नै सबै हटी, सबै स्वार्थी, सबै लोभी, सबै यस्तो भएको छ। अन्तिम समयको चिन्हहरू तिमोथीको पुस्तकमा लेखेको छ। आखिरी दिनहरूमा है हामीले मान्छेहरू क्या त्यस्तो हुन्छ, लोभी है। अहिले यस्तो लकडाउनमा पश्चाताप गरेर है प्रभुदेखि क्षमा मागेर जीवन बिताउनु पर्ने, यति बेला पनि ख्रिस्टानहरू लोभ गरेर आरिस गरेर अर्काको कुरा गरेर झन् पुरा टाइम पाए अर्काको कुरा गर्ने हो, पुरा एकदम घरमा बसेर वेदी बनाउँछ भनेको त अर्काको निन्दाको वेदी बनाइराख्छ हो, खिसिट्युरीको वेदी, लोभको वेदी होइन, त्यस्तो गरिरहेको छ। छोडिन्छ है, त्यो पनि हामीले याद गर्नुपर्छ। बाइबलले त भन्छ नि, दुईजना दिदी बहिनी जातो पिदिरहेको हुन्छ, दिदी बहिनी भने एउटै घरको त हो नि, एउटा आमा बाउको छोरा छोरीहरू त हो नि, किन एउटा चाहिँ लगिन्छ अर्को चाहिँ छोडिन्छ भनेको छ होइन। दाजुभाइहरू खेतमा काम गरिरहेको हुन्छ, एउटा लगिनेछ अर्को छोडिनेछ। 10 कन्याको हामीले उखान सुन्यौँ भनेदेखि होइन, दृष्टान्त सुन्यौँ भने त्यहाँनिर 5 बुद्धिमती कन्या, त्यो 10 कन्यालाई बोलाएको थियो नि त बिहा भोजमा, तर 5 जना मूर्खहरू चाहिँ तेल नभएको कारण उनीहरू के हुन्छ, छोडिन्छ। दुला आउने बेलामा त छोडिन्छ। त्यस्तै गरी आज धेरै इच्छाहरू छोडिन्छ, ख्रिस्टविरोधीको हातमा पर्छ, महासङ्कष्टको समयमा पर्छ, छोडिन्छ। त्यसले गर्दाखेरि आज हामी छोडिनेमा चाहिँ नपरौँ प्रिय हो। म यो चुनौतीको एउटा है तपाईँलाई दिन चाहन्छु वचन, यो विषयहरूमा बोल्नुपर्छ मान्छेहरू है। अरू विषय छैन अहिले। अन्तिम समयमा हामीले आफैलाई तयार गर्ने समय परमेश्वरले हामीलाई दिनुभएको छ। तपाईँको परिवार है, बाउ आमा, लोग्ने स्वास्नीको सम्बन्धहरू ठिक गर्ने समय हो यो हो, एकअर्कालाई क्षमा दिने समय, बाबु आमा छोराछोरीको सम्बन्धहरू ठिक पार्ने समय हो, छिमेकीसँग ठिकसँग सम्बन्ध जोड्ने समय हो, शत्रुलाई क्षमा गर्ने समय हो है, प्रेमको वेदीलाई निर्माण गर्ने समय, क्षमाको वेदीलाई निर्माण गर्ने समय, थुप्रै कुराहरू गर्ने आज समय हो। त्यसैले प्रतीक्षा गरौँ, हाम्रो परमेश्वरले हामीलाई त्याग्नुहुन्न, छोड्नुहुन्न। आज यो यस्तो कोरोना भाइरसको चपेटमा पनि परमेश्वरले हामीलाई छोड्नु भएको छैन, त्याग्नु भएको छैन। तपाईँ र मेरो साथमा परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई उद्धार देखाउनुहुनेछ है। अचम्म र उदेकको कुरा हामीले देख्नेछौँ। हामीले प्रतीक्षा गरौँ, कुरी बसौँ है। प्रेम र न्याय कायम राख र निरन्तर आफ्नो परमेश्वरको प्रतीक्षा गर भनेको छ। वेट अपन द लर्ड, परमेश्वरलाई पर्ख है, पर्ख भनेर बताएको छ। किनभने तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ, तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु चाहिँ न्याय गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्, यशाया 30:18 लेखिएको छ। उहाँको प्रतीक्षा गर्ने चाहिँ सबै धन्यका हुन् भनेर बताएको छ। त्यसै कारण प्रिय है, आज यो छोटो समय
है पछि पनि तपाईहरुसँग भेटौँला है भेटौँला तपाईलाई आशिषित भयो है राम्रो लाग्यो भने तपाईहरुले है पछि फेरि पनि सम्पर्क गर्न सक्नुहुन्छ र म फेरि पनि तपाईलाई टाइम दिनेछु है र एकदम प्रभुमा चाहिँ बलियो भएर बस्नुहोस् तपाईले जे जान्नु भएको छ जे बुझ्नु भएको छ यसैलाई पकडी राख्नुहोस् यी दिनहरुमा परमेश्वरले त्यही कुराले नै तपाईलाई है आज है तपाईलाई अनुग्रह गर्नुहुनेछ यहाँ भनेको छ वचनमा अनुग्रह गर्नको लागि चाहिँ उहाँले इच्छा गर्नुहुन्छ है अनि दया देखाउनलाई उहाँ उठ्नुहुन्छ हामीमाथि दया देखाउनु उठ्नुहुन्छ बसिरहनु हुँदैन उठ्नुहुन्छ भनेको छ उठ्नुहुन्छ अनि प्रभु चाहिँ उठ्नुहुन्छ है अनि यो समयमा अवश्य नै हाम्रो आशा चाहिँ परमेश्वर हाम्रो महिमाको आशा कोलोसी 1:27 ले भन्छ है प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो होप अफ ग्लोरी महिमाको आशा हुनुहुन्छ है अनि जसमा हामीले आशा र भरोसा राखेका छौं उहाँले हामीलाई त्याग्नु नछोड्नु उहाँ हाम्रो साथमा हुनुहुन्छ भन्दै फेरि मेरो यो वचनको समयलाई यही राख्छु प्रभुले तपाईलाई प्रशस्तै आशिष दिउन् र मलाई सम्पर्क गरेर मलाई यो वचन बोल्ने मौका समय दिनुभएको लागि है कुमार भाइलाई अनि तपाईहरु यहाँ जति पास्टर बुवाहरु अगुवाजनहरु हुनुहुन्छ सबैलाई है येशू ख्रीष्टको नाममा जय मसीह धन्यवाद फेरि समय भएछ भने भेटौँला हुन्छ प्रभुले आशिष दिउन् हुन्छ हाम्रो आदरणीय पास्टर बुवालाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी उहाँलाई हामी एकचोटि जोरदार ताली बजाएर उहाँलाई हामी समय धन्यवाद दिन चाहन्छौँ अनि तपाईको र मेरो लागि आजको साँझमा एकदमै